हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला भनेर म पनि एकदमै सन्चै छु गाइस। म चाहिँ अहिले भर्खर ब्रेकफास्ट गरेर बसिरहेको छु। हजुर ब्रेकफास्ट गर्नुभयो कि भएन होला भनिदिनु होला कमेन्टमा। गाइस आज चाहिँ स्पेसली आज मदर्स डे हो। मेरो तर्फबाट मेरो मम्मीलाई यो भिडियो तर्फबाट ह्याप्पी मदर्स डे भन्न चाहन्छु। अनि मेरो सासू मम्मीलाई पनि ह्याप्पी मदर्स डे भन्न चाहन्छु मेरो तर्फबाट। अन्त ब्रेकफास्ट गरेर बसिरहेको छु। हजुर के गर्नुहुँदैछ होला भनिदिनु होला। अन्त अल्छी लागेर हजुर के गर्नुहुँदैछ होला भनिदिनु होला। म चाहिँ अल्छी लागेर बसिरहेको छु एक्लै गाइस। आज चिसो भइरहेछ, पुरा ठन्डा भइरहेछ, ठन्डा ठन्डा। आसामतिर कस्तो छ होला वेदर? उता पनि चिसै छ होला अहिले त। हाम्रो यहाँ पनि चिसै भइरहेछ अहिले त। हिजोदेखिबाट पुरा पानी परिरहेछ, रातिबाट पानी परिरहेछ। अहिले त रुकेको छ एकछिन तैँले। अनि बसिरहेछु चिसो हावा खाँदै। हस्बेन्डलाई पनि मिस यु सो मच भन्न चाहन्छु। बोरिङ लागेछ गाइस, कस्तो बोरिङ लागेछ। के गर्नु होला भन्ने सोचिरहेको छु। काम त केही पनि छैन। अब लन्च बनाउनु छ अहिले बादमा 11:30तिर। घरमा कोही हुनुहुन्न, छोरा र म मात्रै छु नि त। बसिरहेको छु फोन हेर्दै बसिरहेको छु। आज हाम्रो ग्रेसी पुरा सुतिरहेछ, मजा छ। यसको दुनियाँमा बिजी छ यो। रोटी खाएर एकदम सुतिरहेछ। एउटा रोटी खाइहाल्यो ब्रेकफास्ट, अनि यहाँ भित्र आएर पो सुतिरहेछ। खतरा छ हाम्रो ग्रेसी त। यता छोराको साइकल राखिरहेछ। आजको लागि यति नै हो गाइस। थ्याङ्क यू सो मच भन्न चाहन्छु। बाई बाई। मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला भन्न चाहन्छु।